मानिसहरूले हामीलाई कसरी सम्झन्छन् भन्ने कुरा सोसियल स्किल्स अर्थात् सामाजिक सिपमा भर पर्ने गर्दछ। आज हामी कुरा गर्नेछौँ सोसियल स्किल्सको बारेमा। भावनात्मक बौद्धिकता इमोसनल इन्टेलिजेन्स इआईको पाँचवटा मुख्य स्तम्भहरू पिलरहरूमध्ये सामाजिक सिप पनि सबैभन्दा व्यावहारिक पाँच हो। अमेरिकी मनोवैज्ञानिक ड्यानियल गोलम्यानका अनुसार आत्मसचेतना, आत्मनियमन, उत्प्रेरणा, सहानुभूति जस्ता आन्तरिक पक्षहरूलाई बाह्य संसारसँग जोड्ने माध्यम नै सामाजिक सिप अर्थात् सोसियल स्किल्स हो। यो केवल मानिसहरूसँग कुरा गर्ने कला मात्र होइन, बल्कि अरूको भावना बुझेर उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्न, विवादहरू व्यवस्थापन गर्न र साझा लक्ष्यका लागि अरूलाई प्रेरित गर्ने एउटा सबल क्षमता हो। भावनात्मक बौद्धिकतासँग जोडेका सामाजिक सिपका विभिन्न आयामहरू, यसको महत्त्व र यसलाई विकास गर्ने उपायहरूका बारेमा विस्तृत रूपमा हामी छलफल गर्नेछौँ। भावनात्मक बौद्धिकतामा सामाजिक सिपको अवधारणा। भावनात्मक बौद्धिकता इमोसनल इन्टेलिजेन्स सामाजिक सिप भन्नाले अरूसँगको अन्तर्क्रियालाई सफलतापूर्वक व्यवस्थापन गर्ने क्षमतालाई बुझाउँछ। यसले व्यक्तिलाई समाजमा लोकप्रिय मात्र बनाउँदैन, साथै व्यावसायिक जीवनमा एउटा सफल नेतृत्वकर्ता बन्न पनि मद्दत गर्दछ। जब हामीसँग उच्च भावनात्मक बौद्धिकता इमोसनल इन्टेलिजेन्स हुन्छ, हामी आफ्ना भावनाहरू र अरूका भावनाहरू दुवैप्रति सचेत हुन्छौँ। सामाजिक सिपले यही सचेतनालाई व्यवहारमा उतार्छ। उदाहरणका लागि, यदि तपाईँलाई थाहा छ कि तपाईँको सहकर्मी तनावमा छ भने तपाईँ उनीसँग कसरी कुरा गर्ने, कसरी ढाडस दिने र सहयोग गर्ने, कामको वातावरणलाई कसरी सहज बनाउने भन्ने कुरा सामाजिक सिपकै माध्यमबाट तय हुने गर्दछ। सामाजिक सिपका मुख्य स्तम्भहरू। ड्यानियल गोलम्यानले भावनात्मक बौद्धिकता अन्तर्गत सामाजिक सिपलाई धेरै कुराहरूसँग जोडेका छन्। यी मुख्य तत्त्वहरू यस प्रकार छन्। प्रभावकारी सञ्चार, इफेक्टिभ कम्युनिकेसन। सञ्चार केवल बोल्नु मात्र होइन, बरु स्पष्ट रूपमा आफ्ना विचार राख्नु र अरूलाई पनि सुन्नु पनि हो। भावनात्मक रूपमा बौद्धिक व्यक्तिहरू सक्रिय सुनाइ एक्टिभ लिसनिङ हुन्छन्। अरूको कुरा बीचमा काट्नु अघि उनीहरूको कुरा पुरा सुन्छन् र भावना बुझ्ने प्रयास गर्दछन्। गैर शाब्दिक सञ्चार नन भर्बल कम्युनिकेसन। शारीरिक भाषा, बडी ल्याङ्ग्वेज, आई कन्ट्याक्ट र बोलीको टोनलाई बुझ्छन् र त्यसपछि मात्र आफ्नो धारणा व्यक्त गर्दछन्। नेतृत्व क्षमता लिडरसिप। एउटा राम्रो नेताले मानिसहरूलाई डर वा धम्की देखाएर मात्र होइन, बरु विश्वास र मिठास भावनाले कुरा गर्छन्। भावनात्मक बौद्धिकता भएका नेताहरूले टोलीका सदस्यहरूलाई मोटिभेसन गर्छन्, उनीहरूको क्षमताको कदर गर्छन् र साझा दृष्टिकोणतर्फ अगाडि बढाउँछन्। विवादहरू व्यवस्थापन। जहाँ मानिसहरू हुन्छन् त्यहाँ मतभेद हुनु स्वाभाविक हो। सामाजिक सिप भएका व्यक्तिहरूले असमझदारीलाई झगडामा परिणत हुन दिँदैनन्। उनीहरू समस्याको जड पहिचान गर्छन्, दुवै पक्षको कुरालाई निष्पक्ष रूपमा सुन्छन्, दुवैको जित विन विन सिचुएसन सिर्जना गरेर समाधान गर्न खोज्दछन्। इन्फ्लुएन्स अर्थात् प्रभाव पार्ने क्षमता। अरूलाई आफ्नो विचारमा सहमत गराउन वा सकारात्मक परिवर्तनका लागि राजी सहमत गराउन सक्ने कला हुन्छ। इन्फ्लुएन्स हुन्छ, यसका लागि मानिसहरूको मनोविज्ञान र उनीहरूको भावनात्मक आवश्यकता बुझ्न जरुरी हुन्छ, जुन सामाजिक सिपको एउटा बलियो कडी हो। टोली कार्य र सहकार्य टिमवर्क एन्ड कोलाबोरेसन। कुनै पनि संस्था वा समाजको सफलता एक्लो प्रयासबाट सम्भव हुँदैन। भावनात्मक रूपमा कुशल व्यक्तिहरूले टोलीमा काम गर्दा सबैलाई समेट्छन्, सामूहिक भावनाको कदर गर्छन् र आपसी सम्बन्धलाई प्रगाढ बनाउँछन्। व्यावहारिक जीवनमा सामाजिक सिपको महत्त्व। व्यावहारिक जीवनमा सामाजिक सिपको महत्त्व। मानिस एक सामाजिक प्राणी हो, त्यसैले हाम्रो जीवनको हरेक क्षेत्रमा सामाजिक सिपको प्रत्यक्ष प्रभाव रहिरहन्छ। कार्यस्थल र करियरमा। आधुनिक कार्यस्थलमा केवल प्राविधिक ज्ञान मात्र पर्याप्त हुँदैन। व्यावसायिक सफलतामा भावनात्मक बौद्धिकता र सामाजिक सिपको भूमिका धेरै प्रतिशतसम्म हुने अनुसन्धानहरूले देखाएका छन्। यसले गर्दा राम्रो नेटवर्किङ गर्न मद्दत गर्दछ। तनावपूर्ण परिस्थितिमा पनि कार्यस्थलको वातावरण सन्तुलित राख्छ। कस्टमर सर्भिस र सम्झौता गर्ने कलामा सुधार ल्याउँछ। व्यक्तिगत सम्बन्धमा इन पर्सनल रिलेसनसिप।
पारिवारिक सुख र दाम्पत्य जीवनको मधुरता पनि यसैमा निर्भर गर्दछ। आफ्नो साथीभाइ, जीवनसाथी र परिवारका सदस्यहरूसँग सफलतापूर्वक भावना साटसाट गर्न र उनीहरूका गुनासाहरूलाई रचनात्मक रूपमा सम्बोधन गर्न सामाजिक सिप निकै महत्त्वपूर्ण छ। जुन व्यक्तिको सामाजिक सम्बन्ध बलियो हुन्छ उनीहरूमा एक्लोपन, डिप्रेसन र एन्जाइटीको जोखिम कम हुन्छ। मानिसहरूसँग सहजै घुलमिल हुन सक्ने व्यक्तिहरूले आवश्यक पर्दा सामाजिक सहयोग, सोसियल सपोर्ट सजिलै पाउँछन्। सामाजिक सिप अर्थात् सोसियल स्किल कमी हुँदा देखिने समस्याहरू। यदि कसैमा भावनात्मक बौद्धिकता र सामाजिक सिपको कमी छ भने विभिन्न समस्याहरू आइपर्न सक्छन्। बारम्बार विवाद, साना कुरामा पनि अरूसँग मतभेद हुनु, सञ्चारमा कमजोर, आफ्ना कुरा स्पष्ट भन्न नसक्नु वा अरूको कुरा धैर्यताका साथ सुन्न नसक्नु, एक्लोपन महसुस हुनु, धेरै मानिसहरूको भिडमा पनि आफूलाई अलग वा अवहेलित महसुस गर्नु, आलोचना सहन नसक्नु, कसैले रचनात्मक प्रतिक्रिया दिँदा पनि त्यसलाई व्यक्तिगत आक्रमणको रूपमा लिनु र रिसाउनु। सामाजिक सिप सोसियल स्किल कसरी विकास गर्ने? भावनात्मक बौद्धिकता र सामाजिक सिप कुनै जन्मजात आउने कुरा मात्र होइनन्, उनीहरूलाई अभ्यास र सचेतनाका माध्यमबाट जीवनको जुनसुकै कालखण्डमा पनि विकास गर्न सकिन्छ। यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ। सामाजिक सिप सोसियल स्किल सुधार गर्ने व्यवहारिक तरिकाहरू। 3 सेकेन्डको नेम अपनाउनुहोस्। कसैले केही सोध्दा वा विवाद हुँदा तुरुन्तै प्रतिक्रिया नदिनुहोस्। 3 सेकेन्ड रोकिनुहोस्, सोच्नुहोस् र मात्र शान्तपूर्वक जवाफ दिनुहोस्। सक्रिय श्रोता बन्नुहोस्। अर्को व्यक्ति बोल्दै गर्दा आफ्नो दिमागमा जवाफ तयार नगर्नुहोस्। उनीहरूको कुरा र भावना दुवैलाई ध्यान दिएर सुन्नुहोस्। बडी ल्याङ्ग्वेजमा ध्यान दिनुहोस्। कुरा गर्दा सिधा बस्ने, हल्का मुस्कुराउने, आँखामा हेरेर कुरा गर्दा अगाडिको मानिसले सुरक्षित र सम्मानित महसुस गर्ने गर्दछन्। रचनात्मक प्रतिक्रिया फिडब्याक माग्नुहोस्। आफ्ना नजिकका साथीहरू वा सहकर्मीहरूलाई मेरो कुराकानी गर्ने शैली वा व्यवहारमा केही सुधार गर्नुपर्नेछ भनेर सोध्नुहोस् र प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा लिनुहोस्। भावनात्मक बौद्धिकताको सन्दर्भमा सामाजिक सिप भनेको हाम्रो आन्तरिक क्षमतालाई बाह्य संसारमा प्रस्तुत गर्ने ऐना हो। हामी जतिसुकै प्रतिभाशाली वा विद्वान भए पनि यदि हामी अरूसँग जोडिने, उनीहरूको भावना बुझ्ने र मिलेर काम गर्ने सामाजिक सिप छैन भने हाम्रो सफलता अधुरो रहन सक्छ। आजको प्राविधिक र डिजिटल युगमा जहाँ मानिसहरू स्क्रिनमा बढी र वास्तविक जीवनमा कम जोडिएका छन्, सामाजिक सिपको महत्त्व झन् बढेर गएको छ। हाम्रो आत्मसचेतना र सहानुभूतिलाई तिखार्दै निरन्तर अभ्यास गरेमा हामीले आफ्नो सामाजिक सिपलाई उत्कृष्ट बनाउन सक्छौँ, जसले अन्ततः हाम्रो व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनलाई समृद्धि बनाउँछ। आजलाई यति नै। हेरेर साथ दिनुभएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।